नमस्कार सबैजनालाई। नेपाली कम्युनिटी सेन्टर सहयोगार्थ धार्मिक महोत्सव श्रीमद् देवी भागवत नवा महायज्ञ तथा बौद्ध शान्ति पूजा यही जुन 7 देखि 15 मा हुँदैछ र यस महायज्ञमा विविध किसिमका धार्मिक कार्यक्रमहरू हुँदैछन् र यस धार्मिक कार्यक्रमको बारेमा मैले छोटो जानकारी तपाईँ समक्ष लिएर आएको छु र यसमा हामीहरूले कसरी रेजिस्ट्रेसन गर्ने, कसरी साइन अप गर्ने, कुन ठाउँमा गएपछि कुन इन्फर्मेसनहरू पाइन्छ त्यसको बारेमा म जानकारी गराउँदैछु। र हाम्रो यो फेसबुकमा तपाईँको आफ्नो फेसबुकमा जानुभयो भने, आफ्नो पर्सनल फेसबुकमा जानुभयो भने, मानौँ सपोज अब यो मेरो पेज भयो, यसमा गएर मैले सर्चमा गएर न्यान्स एनएनसी न्यान्स टाइप गर्छु। अनि जब मैले न्यान्स टाइप गरेपछि हाम्रो सुरुमै हामीले पिन गरेर राखिएको छ यो न्यान्समा जति पनि छ नि, यो धार्मिक महोत्सव 2025मा सम्पूर्ण बेरिया नेपालीभाषी समुदायलाई हार्दिक निमन्त्रण भनिन्छ। यहाँ तल गएपछि सी मोर छ। यो मोबाइलबाट पनि हेर्दा सी मोर देखिन्छ र डेस्कटप अथवा ल्यापटप जताबाट हेर्दा पनि सी मोर देखिन्छ। यसमा क्लिक गर्नुभयो भने अब यहाँ हामीहरूको इन्फर्मेसन छ। यहाँ अब हामीहरूको 9 वटा धार्मिक कार्यक्रमहरू हुँदैछन्। त्यसमध्येमा कलश यात्रा, जहाँ कि महिलाका लागि मात्र ओपन गरिएको छ। यो जुन 7 बिहान 11 बजेदेखि सुरु हुनेछ र यो कलश र सारी यात्राकोमा यसमा चाहिँ तपाईँहरूले कुनै क्वेसनहरू, कुनैहरू जिज्ञासाहरू भएमा यहाँ हामीहरूको चाहिँ सम्बन्धित व्यक्तिहरूको इन्फर्मेसन पनि राखिएको छ। जस्तै विष्णु घले, अनुराधा, उहाँहरूको फोन नम्बर पनि राखिएको छ। र यहाँ तल क्लिक हियर टु रेजिस्टर छ। यहाँ जहाँ कि तपाईँले यसमा यो लिङ्कमा क्लिक गर्नुभयो भने अर्को पेज खुल्नेछ, जहाँ तपाईँले आफ्नो आफूले चाहिँ रेजिस्ट्रेसनको लागि कलश यात्राको लागि बुक गर्न सक्नुहुन्छ। ल मैले यहाँ क्लिक गरेँ। जब हामीले क्लिक गरे पछाडि एउटा यस्तो अर्को पेज खोज्छ, जहाँ कि लेखिरहेको छ यहाँ पूजा अर्चना तथा कलश यात्रामा सहभागी अप्सन भनेर लेखेको हुन्छ यहाँ। अनि यहाँ पनि एकचोटि चेक गर्नु होला कलश यात्रा। र यहाँ प्लस चिन्ह देख्नु भएको छ यो पिङ्कमा। यसमा प्लस चिन्ह भनेको तपाईँले कतिजना मान्छेहरू सहभागी हुने, तपाईँको परिवार, इष्टमित्र, छरछिमेक जति पनि हुनुहुन्छ यहाँ प्लस गर्दै हुनुहुन्छ। 1 जना, 2 जना, 3 जना माइनस पनि गर्न मिल्छ। यदि मानौँ न तपाईँले एक्सिडेन्टली 2 जना थिच्नुभयो भने यता गएर माइनस गर्न पनि मिल्छ। गरे पछाडि यो पर्मो कोडलाई इग्नोर गर्नु होला। यो आवश्यक छैन, यसमा केही पनि टाइप गर्नु पर्दैन। अब यहाँ टाइप गर्दा फेरि मानौँ तपाईँले आफ्नो नाम टाइप गर्न सक्नुहुन्छ। मानौँ मैले मेरो नाम टाइप गरेँ, MOHAN इमेल एड्रेस MKRKI यसरी टाइप गरिदिनु भयो। यति इन्फर्मेसन भए पुग्छ। र यहाँ तल गएपछि एप्पल पे गर्ने कि गुगल पे गर्ने कि क्रेडिट पे गर्ने कि के गर्ने भन्ने हुन्छ। अनि गरे पछाडि तपाईँले यहाँ क्रेडिट कार्ड इन्फर्मेसनहरू टाइप गर्नु होला। अनि त्यस पछाडि प्लेस अर्डर गर्नुभयो भनेपछि तपाईँलाई तपाईँको बुकिङ अथवा रेजिस्ट्रेसन कन्फर्मेसन तपाईँको इमेलमा आउनेछ। र यहाँ तल एमाउन्ट पनि छ, तपाईँले कति तिर्नुपर्ने, 151 यो चाहिँ ट्याक्स सहित हुनेछ। र जब तपाईँको इन्फर्मेसन सबमिट भए पछाडि हाम्रो सम्बन्धित टिम मेम्बरले तपाईँलाई कल गर्नेछ ताकि फलोअपको लागि अथवा चाहिँ अब फर्दर प्रोसेस के हुन्छ त तपाईँको लागि भनेर कल गर्नेछ। र अब हामी अब नेक्स्ट क्याटेगोरीमा जाउँ। अगाडि हामी कलश यात्रामा गइएको थियो भनेपछि अब हामी जाउँ नेक्स्ट क्याटेगोरी, अब प्रीतिमोक्ष सङ्कल्प। अब प्रीतिमोक्ष सङ्कल्पमा चाहिँ तपाईँको चाहिँ यहाँ छ। यहाँ चाहिँ अब मानौँ न यसको शुल्क कति लाग्ने, अनि यो सम्बन्धी तपाईँलाई जानकारी चाहियो अथवा जिज्ञासा छ भने कसलाई सम्पर्क गर्ने, र यसमा चाहिँ साइन अप अथवा चाहिँ बुकिङ गर्न पर्यो भने कहाँ जाने भनेपछि यहाँ छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि फेरि अर्को पेज खोज्छ। यहाँ लेखिरहेको छ प्रीतिमोक्ष सङ्कल्प भनेर लेखिरहेको छ। तर यसमा के छ भने तपाईँले चाहिँ चुज गर्नुपर्ने छ कुन समय, कुन गते। मानौँ आइतबार गर्ने कि सोमबार गर्ने कि मङ्गलबार गर्ने कि बुधबार गर्ने कि मानौँ हामीले चाहिँ आइतबारको लागि चाहिँ चुज गर्दैछौँ। आइतबारमा चाहिँ कतिजनाले गर्ने, 1 जना, 2 जना, 3 जना, 5 जना कतिजनाले गर्ने। यति गरे पछाडि यहाँ तल त्यही सेम इन्फर्मेसन हो, पर्मो कोड तपाईँले इग्नोर गर्नु होला। यहाँ चाहिँ तपाईँको फर्स्ट नेम एन्ड लास्ट नेम एन्ड योर इमेल एड्रेस एन्ड देन मेक पेमेन्ट चाहिँ एप्पलबाट गर्ने कि गुगलबाट गर्ने कि क्रेडिटबाट गर्ने कि, अनि तपाईँको यहाँ चाहिँ सब टोटल पनि देखाउँछ, ट्याक्स कति लागेको छ, के लागेको छ, सबै इन्फर्मेसन देखाउँछ। यहाँ ब्यानरमा पनि प्रीतिमोक्ष सङ्कल्प पूजा भनेर लेखिएको छ। मेक स्योर गर्नु होला, यो डबल चेक गर्नु होला ताकि तपाईँले चाहिँ रङ क्याटेगोरीमा तपाईँको चाहिँ धार्मिक
कार्यक्रममा चाहिँ रङमा बुकिङ गर्न पनि सक्नुहुनेछ। र अब हामी जाउँ अब यो बाहेक अब यहाँ सबै छ क्याटेगोरीहरूमा, आरती गर्ने हो कि लागबत्ती गर्ने के गर्ने सबै छ। र योभन्दा पनि अब तपाईँलाई फर्दर इन्फर्मेसन चाहियो भने हाम्रो यहाँ टक्क यो लास्ट बटममा चाहिँ हाम्रो मेन इभेन्ट हामीले चाहिँ यो स्पेसली धार्मिक महोत्सवको लागि एउटा छुट्टै डेडिकेटेड पेज बनाएका छौँ वेबसाइट, जहाँ कि तपाईँले हरेक किसिमका इन्फर्मेसनहरू लिन सक्नुहुनेछ। मूलकर्तादेखि लिएर यो सेम एउटै हो, यहाँ गएर पनि गर्न सक्नुहुन्छ। अब मानव पूजा रजिस्ट्रेसन अथवा मूल आयोजक समिति, अब आयोजक समितिमा को हुनुहुन्छ, स्वयंसेवक बन्न चाहनेहरूले भनेर यहाँ लेखिरहेको छ हेर्नु। मूल आयोजक समिति, यहाँ तल स्वयंसेवक, यदि तपाईँले चाहिँ कुनै पनि स्वयंसेवक बन्न चाहनुहुन्छ भनेपछि त्यसमा क्लिक गर्नुभयो भनेपछि अर्को पेज खुल्नेछ यहाँ, ताकि अब तपाईँले कुन क्षेत्रमा कुन उपसमितिमा रहेर स्वयंसेवक गर्न चाहनुहुन्छ त चुज गर्न सक्नुहुन्छ। यहाँ तपाईँले चुज चाहिँ एउटा गर्नुपर्ने छ। यदि तपाईँले मल्टिपल गर्नु पर्यो भने फेरि 2 टाइम्स गएर गर्नुपर्ने छ। मानव म स्वयंसेवक हुन चाहन्छु भने पछाडि यसमा गएर क्लिक गरेपछि अनि नेक्स्ट गऱ्यो भने चाहिँ अर्को आउँछ। अनि त्यसमा चाहिँ इन्फर्मेसनहरू सबै के भर्ने के नगर्ने, तपाईँको चाहिँ कुन गते कुन बार कुन गते के गर्ने भन्ने कुराहरू पनि त्यही हुन्छ। अब मानव सपोज मैले नेक्स्ट गरेँ भने तपाईँको यहाँ आइरहेछ 10 गते 11 12 13 अनि नेक्स्ट गर्ने। तपाईँको चाहिँ इन्फर्मेसनहरू यहाँ बिस्तारै तपाईँको नाम, तपाईँको फोन नम्बर, इमेल एड्रेस, तपाईँ बस्नुहुन्छ रिचमन्ड बस्नुहुन्छ कि एल सेरिटो बस्नुहुन्छ कि सान फ्रान्सिस्को बस्नुहुन्छ कि कता, त्यहाँको इन्फर्मेसन गर्नु होला र हाम्रो सम्बन्धित टिम मेम्बरले तपाईँलाई कल गर्नेछ थप जानकारीको लागि। र अर्को कुरा यो पनि यति पनि गर्न सक्नुहुन्छ कि तपाईँले चाहिँ सिधै nancy.usa.org गरेर पनि गर्न सक्नुहुन्छ। यदि गर्नु भने हाम्रो यस्तो पेज पपअप हुन्छ अनि यसलाई चाहिँ जस्ट यहाँबाट चाहिँ सिम्पली इग्नोर गरेर इभेन्टमा जानु होला। इभेन्टमा गए पछाडि यहाँ नवाहा धार्मिक महोत्सव भन्ने आउँछ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि यहाँ तल चाहिँ आइरहेछ थप जानकारीको लागि यो क्लिकमा हेर्न सक्नुहुन्छ भन्नेमा क्लिक गर्नुभयो भनेपछि हेरि यहाँ आउँछ तपाईँको। यहाँ आए पछाडि अब रजिस्ट्रेसनमा जानुभयो भनेपछि त्यही कलश यात्रा पृथ्वीमोक्ष सङ्कल्प यहाँबाट पनि रेजिस्टर गर्न सक्नुहुन्छ। अनि मूल समितिमा तपाईँले मानौ न तपाईँले चाहिँ सहयोग गर्न चाहनुभयो अथवा भोलिन्टियर बन्न चाहनुभयो भने चाहिँ स्वयंसेवक बन्ने अवसर यहाँ गएर पनि क्लिक गर्न सक्नुहुन्छ। र अब तपाईँको हाम्रो मूल समितिमा उपसमितिमा को छन् भन्ने कुराहरू पनि सबै यहाँबाट जानकारी हुन्छ। र अब स्पेसली हाम्रो फेसबुक पेज बाट चाहिँ एकदमै धेरै कुरा हुन्छ। यो मेरो पर्सनल पेजबाट पनि हेर्न मिल्यो। फेसबुक तपाईँको चाहिँ पर्सनल पेजमा गएपछि न्यान्स भनेपछि यसमा क्लिक गरेपछि हुन्छ। र अर्को कुरा यो जति पनि यो पिन गरेको पोस्टर छ नि, यहाँ तल तपाईँको चाहिँ यसमा अप्सन दिइरहेको हुन्छ। तपाईँले चाहिँ यदि गोइङ गर्नुभएको छैन अलरेडी यस्तो साइन आउँछ, यदि गोइङ गर्नुभएको छैन इन्ट्रेस्ट भन्ने आउँछ। तपाईँले यसमा गोइङ क्लिक गर्नुभयो भने जति पनि न्यान्सका क्रियाकलापहरू भइरहेका छन् अप टु डेटहरू, तिनीहरूको इन्फर्मेसन चाहिँ तपाईँलाई चाहिँ एकदमै छिटो आउँछ। र अनि फर्दर यसभित्र पनि जान सक्नुहुन्छ। यहाँभित्र गएपछि कतिजना मान्छेहरूले रेस्पोन्ड गरिरहेका छन् भन्ने कुराहरू, अनि हामीले के पोस्ट गरिएको छ भन्ने कुरा डिस्कसनमा पनि यहाँ छ। हेर्नु डिस्कसन पनि हाम्रो के भएर चाहिँ हामीले भोलिन्टियर आह्वान गरिएको छ। भोलिन्टियर यहाँ गएर पनि क्लिक गर्दा पनि आउँछ हामीहरूको पेज, भोलिन्टियर आह्वान गरेको पेजहरू यस्तो आउँछ होइन, यो हेर्न सकिन्छ। म यति भन्दै फेरि पुनः तपाईँलाई चाहिँ कुनै त्यस्तो क्वेसनहरू कुनै दुविधाहरू कुनै केही भएमा हाम्रो नम्बरहरू छ यही न्यान्सको पेजमा, त्यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ सम्बन्धित व्यक्तिहरू छन् र म पुनः एकचोटि तपाईँलाई कसरी ब्याक टु दि पोइन्टमा जाने भन्ने कुरा सिकाउँछु। मानौ तपाईँको यो पेज भयो फेसबुक हो, यहाँ चाहिँ न्यान्स खोज्नु, न्यान्स टाइप गरेपछि न्यान्स आउँछ। न्यान्स आए पछाडि यहाँ चाहिँ सुरुमा हामीले पिन गरेर राखेको छ, पिन गरेर राखेको पोस्टमा यहाँ सिमोर आउँछ डेस्कटपबाट ल्यापटपबाट र फेसबुकबाट नि तपाईँले सिमोर गरे पछाडि यहाँ सरल क्याटेगोरीहरू छ। यहाँ हेर्नु त यो सबै क्याटेगोरीहरू अब यहाँ लिङ्क सहित अनि सम्बन्धित व्यक्ति सहित सबै छ। अनि माथि टाइटल पनि छ, कलश यात्रा भन्ने छ, पृथ्वीमोक्ष भन्ने छ। यहाँ टक्क क्लिक गर्नुभएपछि सर्लक्क यस्तो आउँछ। अनि यहाँ चाहिँ तपाईँले कतिवटा गर्ने के गर्ने भन्ने एकदमै भेरी इजी छ। यदि तपाईँलाई चाहिँ एनी क्वेसन भयो बेलामा चाहिँ यदि एनी क्वेसन छ भने चाहिँ हामीलाई रिच आउट गर्न सक्नुहुनेछ। र यति भन्दै पुनः यस धार्मिक महोत्सवको तपाईँलाई चुले निम्तो भन्दै फेरि भेट हुने बाचाका सहित म यो रेकर्डिङबाट बिदा माग्छु। धन्यवाद।